मनोज कुमार शर्मा आज म पेटीकोटमा उभिएको छु, बसेको छु माइती घरमा। तपाईलाई लाज लाग्छ कि लाग्दैन? प्रधानमन्त्री बालेन्द्र शाह, तपाईलाई लाज लाग्छ कि लाग्दैन? सोभिता गौतम, तपाईँ एउटा महिला हुनुहुन्छ, कानुन मन्त्री हुनुहुन्छ, तपाईलाई लाज लाग्छ कि लाग्दैन? यदि तपाईलाई लाज लाग्छ भने यो बलात्कारी न्यायाधीश भुवन गिरीलाई तुकतु निलम्बन गर्नुहोस्। मेरो मुद्दा विचाराधीन छ सर्वोच्च अदालतमा र फुटबल उच्च अदालतमा मेरो मुद्दा विचाराधीन छ, अझै पनि छ। नयाँ सरकारले एउटा महिलालाई, नारीलाई सडकमा पेटीकोटमा आउन बाध्य किन बनायो? यो ठाडो चुनौती हो आरती रावलको। चुनौती स्वीकार गर्न सक्छ नयाँ सरकारले, कानुन मन्त्रीले चुनौती स्वीकार गर्न सक्छ। मनोज कुमार शर्मा 4 नम्बरको न्यायाधीश सक्नुहुन्छ तपाईँले चुनौती स्वीकार गर्न? सक्नुहुन्न भने मेरो लासमाथि तपाईँहरू भोलि राजनीति गर्नु होला। भोलि तपाईँले चलाउनु होला, न्यायपालिका न्याय प्रणाली तपाईँले चलाउनु होला। भोलि मेरो 19 गते पेशी छ। भोलि 19 गते सर्वोच्चको आँगन अगाडि मेरो प्राण जान्छ। यो मेरो वचन भयो तपाईँहरूको अगाडि। भर्खरै आजदेखि सुरु भएको छ। न्याय पाएन भने तपाईँ जानुहोस्, तपाईँ CR 507 हाल्नुहोस्, निस्किन्छ वेबसाइटमा। CR 507 हाल्नुहोस्, निस्किन्छ वेबसाइटमा। त्यो सबै छ।